जय माँ दुर्गे। अब दशैंको नवरात्रिको फाइनल डे पनि आज आइपुग्यो अनि सबैजनालाई सबैभन्दा पहिला त म शुभकामना मङ्गलमय व्यक्त गर्दछु। सबैजनाको जीवनमा खुसियालीले भरोस्, शक्तिले भरोस्, शान्तिले भरोस् अनि सबै जति पनि नकारात्मकपन छ वरिपरि आफूभित्र त्यो सबै माताले हरण गरून् अनि आफूहरू पनि तपाईहरू म हामी सबैजना अनि आफ्नो भित्रको शक्तिलाई चाहिँ प्रकट गरेर हैन सिद्धिदात्री माताले पनि अब पहिलो दिनदेखि ध्यान सुमिरन एकदम ध्यानमा बसेर चाहिँ चिन्तन गरेर अनि आफ्नो सिद्धि प्रकट गर्नको लागि मूलाधार चक्रलाई जागृत गराएर, स्वाधिष्ठान चक्रलाई जागृत गराएर, मणिपुरी चक्रलाई जागृत गराउँदै, अनाहत चक्रलाई जागृत गराउँदै अनि विशुद्धि चक्रलाई पनि जागृत गराउँदै अनि आज्ञा चक्र, सहस्रदल चक्र, त्यहाँदेखिको माथि भानु चक्रलाई जागृत गराउँदै चाहिँ माताले अब शक्तिशाली बनेर चाहिँ अनि त्यो स्थितिमा पुगिसकेपछि मान्छेले के गर्नु सक्दैन हैन। त्यही मनुष्यले पनि त्यही नै आफ्नो भित्रको जागृत गराएर चाहिँ अनि आफ्नो शक्तिलाई उजागर गर्नु भनेर चाहिँ माताले देखाउनु भएको हो र त्यही शक्तिलाई हामीले पनि प्रकट गर्यौं भनेदेखिको यो दुनियाँमा अहिले जो चलिरहेको छ नकारात्मक बीजहरू हैन, लडाई झगडा, वर्ल्ड वार 3 हुन आँटिरहेको छ, टेररिस्ट एट्याकहरू, मान्छेको नकारात्मक विचारहरू जो पनि यो छ त्यो शक्तिलाई हामी आफ्नै आफूलाई भित्रबाट चाहिँ ध्यान गरेर गर्यौं भने त्यो कुनै पनि नकारात्मक शक्तिले चाहिँ अब त्यो सकारात्मक शक्तिलाई जित्ने उपाय हुँदैन। अन्तिममा त्यो शक्तिको सबै नै नाश भएर जान्छ र माताले यही देखाउनु भएको हो हामीलाई र यही पुण्य कार्य हैन, त्यो सत्यता जुन चाहिँ माताले हामीलाई मार्गदर्शन गराउनु भएको छ त्यो बाटोमा हामीहरू हिँडेर आफ्नो जीवनमा पनि त्यही धारण गर्यौं भनेदेखिको हामी विजयी हुनेछौं र आजको दिन त्यही विजयी हो। त्यही सम्झेर चाहिँ अब विजय हुँदैछ भनेर चाहिँ अब खुसियाली मनाएको हो हामीले हैन। अनि निधारलाई सजाएर चाहिँ अब भित्रको त्यो थर्ड आईलाई चाहिँ जागृत गराइसकेपछि चाहिँ त्यहाँदेखि त हामीहरू एकदमै शक्तिशाली, कसैले जित्नु नसक्ने हुन्छ हैन। र त्यही भन्दै फेरि पनि तपाईहरू सबैलाई धेरै 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 शुभकामना मङ्गलमय सबैको तपाई सौम्य रहनुहोस्, शान्ति रहनुहोस् अनि सरल रहनुहोस्। जय नौ दुर्गा भवानी की। ह्याप्पी दशैं एभ्रिवान।